भाइ भनेर एका ठुलो दिएर झन् अझै बढाइदिएर हेरेर ए रामे बाहिर निस्कि मासले अरे कौन भौंक रहा है? ओ मा रानीको छोरो ए दाइदा मामा नि आयो हलै हिजो त अंश बाण्डी आई मामा नि क्यान्ने कसैको माया साया मानेर मुन्ने आएको होइन बुझिस आफ्नै भाइ कण्ठो भाइ जुन मानै बच्चैदेखि भाउ मरिया भनिकन एका ठुलो क्या दिया अनि तैँले मेरो जग्गा चेप्ने यावनी कोहीको जग्गा सग्गा चेपिया नै मैले फेरि केटाहरु ल्याएर हान्नु पर्ला क्यारे फेरि एकचोटि भन्दा मुखन हान्ने कुरा गर्दा त तँ पनि केटाहरू ल्याएपछि म पनि पत्रकार ल्याएर आउँछु है फेरि मैले भनिदिए हौ क्यावनी मा असले धुम्की त खाँदा पत्रकार नेपाल कुरा त नेपाल मुभी चाहिँ त पत्रकार गर्दा यु किने के पनि सब पत्रकार त्यस्तो उस्तै हुँदैन नै बाबु फेरि त्यो पत्रकार यस्तो छ कि न कसैसँग घुस खान्छ न कसैले भन्छ न केही नौराको दह पुरै युवान पत्रकार हो कि युवान त्यही मुखबाट बोलेपछि बोली होइन आगो आउँछ आगोबाट जलेर मर लाग्छ फाइनली गाइज हामी त्यो घरमा पुगिसकेको छौँ जो एउटा छोटी एउटा रानी माथि यस्तो अन्याय भयो कि खै दाजुभाइ माथि भयो कि त्यो हामी तपाईँहरूलाई देखाउन गइरहेको छौँ आउनुहोस् तपाईँ ओहो पत्रकार साहब आउनुभयो हेर न के आउनु बोलायो भने भर्खर त्यो अस्ति मेरो भाइ र मैले जग्गा भनेको होइन नानो भाइ निर एक हात बढी दिए गरी खाला हुने त भोलिपल्ट फेरि अपराध बढाइदियो मेरो जग्गा हमै चेप्न लाग्यो त अझ मैले भुनेर के गुन्डा लिएर हानाउँछु केटा लिएर हानाउँछु भन्दै के त्यही भएर फुट्टारले जाउँ डरमा नि अब पत्रकार एक्सन मलाई है गाइज हामीले न्याय अब जग्गा पुरा मिलाउनु पर्यो क्यामेरा भन्दा पैसा हिँड्नुहोस् म देखाउँछु हजुरलाई जग्गा क्यामेरा अन गर्छु अब क्यामेरा अन कति हो हेर्नुहोस् नेथी लिया एक भेल लिया जति भए पनि लिया तपाईँ मिलाउनुमा फसाउनु पर्यो त्यसलाई ज्यारी फसाउनु अरे कहना क्या चाहते हो? दर्शक महानुभाव यतिखेर तपाईँहरूलाई स्वागत छ हामी प्रत्यक्ष लाइभमा छौँ दुई दाजुभाइ जोइका छोरे झगडा भाडा रहेछन् घर जग्गा टोइलेट जोइ होइन बुढी होइन अब सबै अरू त छुट्टै गरेर रहेछन् सबै अब हामीले एकछिनपछि सबै छिनोमानो गरेर तपाईँहरूलाई देखाउने छौँ ल यहाँ अन्याय भएकोलाई न्याय दिनेछौँ त्यो अर्को घन्टो भइहा त त्यो गुन्डा ल्याउने देख्दा त मलाई डर लाग्यो अंशुक्क भइहा त्यही पनि म टिममा भाइकन बनाउने रामे भाइ निस्कि पछि देखाउने छौँ त्यही भएर हामी चाहिँ यहाँ दुधको दुध पानीको पानी अरूको अरू देखाइले छौँ ल अब गर्नुहोस् अब पत्रकारजी दर्शक महानुभावहरू यहाँ भनेको छ कि एकले मुख नानु गरे कण्ठ बिहा गरे न्याय चाहियो भने एक मुख सोझाउँ लाटौँ गरे न्याय चाहियो अब तपाईँहरू हेर्नुहोस् हामी कसलाई न्याय दिनेछौँ है ल पैसा ही पैसा होगा। जिताउनु पर्यो न्याय दिनु पर्यो पैसा आएपछि ए पत्रकारजी कहाँ ऊ न्याय दिनु पर्यो क्या त्यतिकै कहाँ पर हेरिरहेको तपाईँ धेरै नबोल्नुहोस् है ए पत्रकार तपाईँ यताउता मिल्ने काम नगर्नु है फेरि पत्रकार चाहिँ हुँदैन फेरि मुन्टा टुटिँदा फेरि दर्शक महानुभावहरू सिधै मिडियामा आएर एउटा पत्रकार माथि सिधै मुन्टु चुट्टिने धुम्की यो कस्तो धुम्की हो म केही भन्दैन यिनलाई न्याय दिन्छु अवश्य यिनलाई झाकाइदिन्छु है ल फेरि यस्तो भने यस्तो
कुरा नगर्नुहोस् है फेरि तपाईँ यस्तो कुरा नगर्नुहोस् फेरि गाह्रो होला म अहिले फेरि सिधै जिल्लामा गइदिन्छु फेरि मैं कोई जिला में जाओ या देश में जाओ तो जहाँ पे जाओ के नंबर 1 भोको पत्रकार चिनिया भन्छ म कोही के दिल्ली डराउँदैन दिनु पर्यो है पत्रकार म अर्को जस्तो मुखी लाग्ने जस्तो होइन म पत्रकार दिउँ मलाई चाहिँ न्याय चाहियो है यतिको यस्तो भावै त अब जिताउने म यही होइन त्यही भएको त हाय हाय क्या माल है यार कस्तो अगाडि अब के गर्नु त अब यस्तो पखाल चल्छ म हाय हाय इतना सुकून राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो जिम्या तँ मुझे अब यहाँ कहाँ छौँ अरे कहाँ थियो अरे नेथी त बसेछु त हिँड्थे हेरी ए त्यो होइन के कुरामा कहाँ थियौँ हामीले ए कुरामा चाहिँ अब न्याय दिनेमा थियौँ ए न्याय अब चाहिँ न्याय मैले पर गएर पनि भइसक्यो भोलि ए न्याय कसलाई दिने भन्ने कुरा अब चाहिँ म गर्छु अब तिमी उत्रिँदैसम्म अब भइहाल्छ है अब पक्का छिट्यो न्याय पायो अरू भन्नु न्याय त अब म तिमीलाई दिन्छु नि न्याय कहाँ यस्ता न्याय तिमीलाई दिने अब ल न्याय चाहिँ म तिमीलाई दिन्छु नि भर त मान्दैन है पत्रकारज्यू पत्रकार खुसी खुसी गर्छ म पत्रकार हुँदैन है फेरि कस्तो पत्रकार भुन्दै एउटा हामीले के गरौँ अब न्याय दिनाले यो पनि नगरौँ यो न्याय दिनेलाई यो गर्दा हामीले गऱ्यौँ त्यस्तो कुरा हामीले गरेका छैनौँ हेर्नु हजुर नेत्री हुनु त मुन्टो छिरी मान्ने कुरा गर्दा भनेर अब कोही के न्याय दिने हो तिमी नि पैसा दियो भने मुन्टो सुन्ने कुरा नगर न नगर्न त सरज्यू त्यस्ता पैसा दिए कुरा नगर्नु है फेरि दर्शक महानुभाव मैले पैसै लिथिनँ तिमीले देखिरहेको थियो तपाईँहरू सबैजनाले सिधै पत्रकार यस्तो मिडियामा आएर मुन्टो चुटिने गरे म त्यही कारणले पत्रकार भए म देशको सेवा त्यही कारण गऱ्यौ म अब पत्रकार सत्रकार छोडिदिन्छु मा न्याय यिनलाई दिन्छु यिनले जिते है न्याय यो जे पर्छ यस्तै पत्रकार नेताहरूले गर्दा हाम्रो देश विकास नभएको हो क्या न पत्रकार राम्रो छ न नेता राम्रो छ न हर केहीमा घुस नै घुस छ के अब गरिब मान्छेले कहाँबाट न्याय पाउने भन्नुहोस् त सो गाइज भिडियो कस्तो लाग्यो है यो चाहिँ हामीले अब अलि ऊ नभएर हामी त्यो नभएर अलि ऊ गरे होइन तर अर्को भिडियोदेखि चाहिँ पुरै भेलाग्दा हुन्छ है नयाँ नयाँ आउँदै गर्छ नि टक्क च्यानललाई लाइक सब्सक्राइब एन्ड सेयर गरिराख्नु होला लाइक कमेन्ट